आमा कहाँ जाने अरे आज यहाँ आँखा चचाउन भनेको आँखा ला चचाउ लैजाइ भाइ हुन्छ आँखा चचाउनु चस्मा लगाइदिनु हो अँ मसँग त पैसा छैन ए बाबालाई माग्नु न बाबालाई माग्नु त पैसा दिनु नि बाबा ए लो लो हामी दामी तरुणी भएर आइज ल ल लगाएर हिरोनी भएर आइज फेरि पहिला न त ल ल राम्री भएर ल साथीहरू म चाहिँ अब आमालाई आँखा चचाउनु गइरहेछु बाबाले भन्नुभएको बाबाले पनि पैसा दिनुभयो हो बाबाले पनि पैसा दिनुभयो एकदम आमालाई हिरोनी भएर चस्मा चस्मा लगाएर एकदम हिरोनी भएर ल्याएर आउनु अरे आमालाई है ल हस् ल जाऊ त्यहाँ भाइलाई लिएर कता हिँड्दैन भन्छ होला नि हो यो गाडी पनि ब्याट्रीकै गाडी हो यो गाडी आज गरेको रिपोर्ट हजुर आज गरेको रिपोर्ट फोन गरेको थियो जेठाले हजुर तर सोधिनँ के अब रिपोर्ट आयो भनेर हो तर अब अहिले तल गच्छे झर्छिस् भन्दै थियो कि अनि मैले भने म आमालाई लिएर आएको थिएँ हस्पिटल भनेको छु अब कतिखेर आउँछ हामी हाम्रो आमा चाहिँ अब जानुभयो 105 मा सिधा 105 उताबाट आउनु हिँड्नु त 105 हजुर यहाँ बस्नु 105 भन्नु हाम्रो आमा चाहिँ लाइनमा हुनुहुन्छ नम्बरमा दबाई लगाएर सुतिरहनु भएको छ आमा हाम्रो आमा होइन कुखुराले फोमदेखि चाहिँ झार्नुपर्ने दबाई लगाएर चाहिँ कस्तो हुँदैछ आमा पोल्दैछ हजुर तपाईँले इटाइ जाने कि त्यो गर बाउ पनि खाएर जताकै नै होला हाम्रो आमाको पनि सक्यो है एकपट्टिको मात्रै समस्या छ अरे अर्कोको छैन अरे अर्कोको राम्रो छ अरे अर्कोपट्टिको चाहिँ तपाईँको ठुलो धेरै आएको छ अरे क्या त्यो पर्दाको चाहिँ ल्याएर छ अब अर्कोपट्टि ल यो जाउँ आउनु सक्यो आज हाम्रो आमैको तपाईँ यहाँ बस्नु त आमा
हाम्रो बाइक फेरि यहाँ छ